किन यी पत्रिकाहरूले क्वेसन मार्क मात्र प्रिन्ट गरे र कस्तो स्क्याम चलिरहेको थियो, त्यसै कारणले सरकारले चाहिँ अब सरकारी विज्ञापन निजी मिडियालाई नदिने डिसिजन लिएको छ। एकदमै डिटेली सरल भाषामा बुझाउँछु। हाम्रो पोलिटिकल सिरिज चलिरहेछ, यसरी नै अपडेटेड हुनु छ भने चाहिँ फलो गर्नु होला। अब सरकारी निकायहरूले चाहिँ मिडियामा चाहिँ कस्तो विज्ञापन दिन्छन् बुझौँ। मेनली चाहिँ बोलपत्र आह्वान भनेको कुनै पनि सार्वजनिक काम गर्न लाग्यो भने चाहिँ त्यो सम्बन्धी टेन्डरको नोटिस चाहिँ यसरी उनीहरूले सार्वजनिक गर्छ। अर्को भनेको जब भ्याकेन्सी हुन सक्यो, उनीहरूको बजेट सम्बन्धी सूचना हुन सक्यो होइन। त्यस्तै अब कुनै नेसनल डे परेको छ भने शुभकामना दिन सक्यो। यस्तो कुराहरू चाहिँ उनीहरूले यो विज्ञापन मार्फत चाहिँ सार्वजनिक गर्छ। अब यस्तो खाले विज्ञापन जहाँ चाहिँ धेरै कन्टेन्टहरू हुन्छ, यस्तोको लागि चाहिँ टिभी रेडियोहरू चाहिँ खासै प्रभावकारी हुँदैन। त्यसैले न्युज पेपर पत्रिका नै चाहिन्छ। त्यही भएर यो भिडियोमा चाहिँ धेरै पत्रिकाको कुरा गर्छौँ। अब कुनै एउटा नगरपालिकाले चाहिँ एउटा पत्रिकामा विज्ञापन छाप्यो। अब यो विज्ञापन तपाईँले देख्नुभन्दा अगाडिको ब्याक स्टोरी चाहिँ म बुझाउँछु। अब यहाँ चाहिँ 3टा पार्टी इन्भल्भ छ। एउटा भनेको सरकारी निकाय, एड एजेन्सी र मिडिया कम्पनी। नगरपालिकाले एक दिनको यसरी होइन, वर्षभरिको पुरै सबै ठेक्का चाहिँ कसैलाई दिने निर्णय गर्छ। त्यसको लागि चाहिँ अब उसले सूचना निकाल्छ। अब सूचना देख्ने बित्तिकै सबै एड एजेन्सी, यो विज्ञापन एजेन्सीहरू चाहिँ दौडेर मिडिया कम्पनीसँग पुग्छन् र मिडिया कम्पनीसँग डिल गर्न बस्छन्। अब डिल गर्नभन्दा थोरै अगाडि म तपाईँलाई यहाँनिर एउटा कुरा भनिदिन्छु यो रेटको बारेमा। अब यो न्युज पेपरहरूमा चाहिँ पर कोलम अनुसारको विज्ञापन चार्ज हुन्छ। अब यहाँनिर विज्ञापन बोर्डले चाहिँ के भनेको थियो भन्दाखेरि 1500 भन्दा माथि चाहिँ कसैले पनि लिन पाउँदैन है पर कोलम चार्ज भनेर तोकिदिएको छ। यो सँगसँगै चाहिँ फेरि अनहेल्दी कम्पिटिसन नहोस् भनेर चाहिँ पर कोलम 500 भन्दा तल कसैले पनि न्युज पेपरमा एड नछाप्नु है, यो पनि भनेको छ। भनेको 500 देखि 1500 सम्म चाहिँ छाप्नु पर्यो। तर यो हुँदैन। अब म बुझाउँछु कसरी। यहाँनिर चाहिँ यो विज्ञापन एजेन्सी चाहिँ एकदमै बाठा हुन्छन् हेर्नुहोस्। उनीहरू चाहिँ यो ठुलो न्युज पेपरहरू कान्तिपुर, नागरिक, अन्नपूर्ण पोस्ट, जसमा चाहिँ धेरै पाठकहरू छन्, प्रयोगकर्ता धेरै छन्, त्यस्तोमा जाँदैनन्। त्यस्तोमा गयो भने त चार्ज हाई हुन्छ। ना रे बाबा ना, त्यस्तोमा हुँदैन। अब उनीहरू जान चाहिँ राष्ट्रिय दैनिकमै जान्छन्। तर त्यो राष्ट्रिय दैनिकको चाहिँ एकदमै थोरै सब्सक्राइबरहरू भएको के, 200-300 सब्सक्राइबर भएको, जसमा चाहिँ कर्मचारीहरू कम छन्, कम्पनीको साइज सानो छ। अब त्यो कम्पनी साइज सानो छ, रनिङ कस्ट कम छ, उनीहरूले एड सस्तोमा दिन सके। अब यस्तो सानो न्युज पेपरहरूसँग चाहिँ अरू एडहरू त हुँदैन, प्राइभेट कम्पनीले दिँदैन। पढ्ने धेरै भए पो दिन्छ त नि होइन। अनि त्यसपछि यो एजेन्सी चाहिँ जान्छौँ बाटो पल्टेर, ल तपाईँहरूलाई त हामीले काम ल्याइदिए नि त, यी हेर्नु त सरकारी विज्ञापन छाप्ने काम पाउनुहुन्छ तपाईँले भनेपछि एकदम सस्तोमा दिन पर्यो हामीलाई। 1500 छ तपाईँहरूको रेट, हुँदैन, डिस्काउन्ट दिनु हामीलाई भनेर उनीहरूलाई डिस्काउन्ट माग्छन्। अब यो डिस्काउन्ट पनि सानो न्युज पेपरले यसरी दिन्छ त्यो एड एजेन्सीलाई कि बम्पर सेट लाकै होस्। 1500 थियो पर कोलम नर्मल चार्ज, अब डिस्काउन्ट गरेर त्यो 110 देखि 70-80 सम्म पनि पुर्याइदिन्छ हेर्नुहोस्। अब हेर्नुहोस् है, अब यो 1500 को रेट र मानौ 110 मा आयो भने पनि अब यो रेटमा त ठुलो न्युज पेपरहरूले त सक्दैन। भनेको अब सानो न्युज पेपरहरू काम आयो एजेन्सीको। अब एजेन्सी मक्ख पर्छ, एकदम सस्तोमा पाइयो भनेर अब सरकारी निकायबाट पुग्छ। सरकारी निकायबाट चाहिँ ल हेर्नु त, मैले यति सस्तोमा तपाईँको विज्ञापन छापिदिन्छु भनेपछि सरकारले चाहिँ जुनमा सस्तो हो त्यहीमा हो छाप्ने। यहाँनिर चाहिँ ध्यान दिनुपर्ने कुरा के छ भने धेरै विज्ञापनहरू चाहिँ राष्ट्रिय दैनिक चाहिन्छ कि त्यो प्रकाशन गर्नलाई। अब यो राष्ट्रिय दैनिक चाहिँ प्रेस काउन्सिलको अनुसार 200 भन्दा बढी छन् हेर्नुहोस्। भनेको कान्तिपुर न्युज पेपर पनि त्यही क्याटेगोरीको, अरू 200 पनि त्यही क्याटेगोरीको छन्। अब सरकारले सस्तोमा पाछ विज्ञापन छाप्नलाई, सरकारले विज्ञापन पनि छाप्छ। कस्तोमा छाप्छ? सानो न्युज पेपरमा छाप्छ। तर फेरि त्यो सानो न्युज पेपर भनेको चाहिँ फेरि राष्ट्रिय दैनिक चाहिँ हो। अब यहाँसम्म त इजी छ त कुरा भन्ने लागिरहेको छ भने चाहिँ त्यस्तो होइन। अब यो एजेन्सीहरूले चाहिँ सुरुमै सानो न्युज पेपरसँग डिल गर्दाखेरि चाहिँ के भन्छन् भने हामीले चाहिँ यो 110 पर कोलम चाहिँ सरकारसँग मागेको हो, तर तपाईँहरूलाई चाहिँ हामीले यतिमा दिन सक्दैनौँ, कममा दिन्छौँ हामी भन्छन्। अब यो सानो न्युज पेपरहरूलाई त एजेन्सीबाट जति रकम आए पनि खाए खा नखाए घिच हुन्छ। किनभने यो सानो न्युज पेपरहरू त हेर्नुहोस् 200 वटा खान्, एजेन्सी त जहाँ पनि जान सक्छ। अब यो सानो न्युज पेपरहरूलाई चाहिँ गरिबीमै आटा गिला भइसकेको छ हेर्नुहोस्। अब सुरुमै 1500 पर कोलमको डिस्काउन्ट दिएर 110 मा पुरा। अब त्योमा पनि फेरि यो एजेन्सीहरूले कमिसन माग्छ। अब यो एजेन्सीको कमिसनमा चाहिँ हुन्छ चाहिँ के भने हेर्नुहोस्, कानुन अनुसार चाहिँ जम्मा 15% भन्दा धेरै लिन पाइँदैन। तर सरकारी कर्मचारी र यो एजेन्सी मिलेर चाहिँ हेर्नुहोस् पेट फुट्ने तरिकाले कमिसन खान्छन्। बुझ्नु पनि फन्डा के छ? फर इक्जाम्पल 30 रुपियाँ पर कोलममा चाहिँ यो सानो बिजनेसबाट बिल मगायो र त्यसमा चाहिँ आफ्नो सर्भिस चार्ज थोपरेर फेरि अघि डिल भएको थियो नि 110 मा, हो यो 110 मा फेरि सरकारलाई पठायो बिल र सरकारबाट त्यही अनुसार भुक्तानी आउँछ अनि सानो न्युज पेपरलाई पनि त्यही अनुसारको भुक्तानी दियो। अब यो कतिसम्म भएको थियो भनेर डेटामा हेर्नलाई चाहिँ विज्ञापन बोर्डले 2024 मा अध्ययन गरेको रहेछ। सरकारी विज्ञापन छपाई सम्बन्धी काम चाहिँ 8 अर्ब 50 करोडको भएको रहेछ डिस्काउन्ट गर्नभन्दा अगाडि। डिस्काउन्ट गरिसकेपछि चाहिँ निजी मिडिया कम्पनी भनेको निजी न्युज पेपरहरू, प्राइभेट कम्पनीहरूले 3 अर्ब 84 करोडको काम गराएर रहेछन्। अब त्यो मध्ये चाहिँ जम्मा 50 देखि 60 करोड मात्र त्यो मिडिया कम्पनीहरूले पाएको रहेछ। अब बाँकी रहेको 3 अर्ब भन्दा बढी पैसा कहाँ गयो? सरकारी कर्मचारीले खाए कि त एजेन्सीहरूले खाए? त्यो पैसा चाहिँ हराएछ। अब यस्तो रोक्नलाई चाहिँ विज्ञापन बोर्डले 2081 साउनमा यो नियम ल्याउँछ।
अबबाट चाहिँ सरकारी विज्ञापनमा काम गर्दाखेरि चाहिँ यो न्युजपेपरहरूले कति दिएछन् रेट हो त्यसको बिल र एजेन्सीहरूले त्यसमा कति कमिसन खान्छ त्यसको बिल चाहिँ सरकारी कार्यालयमा पेश गर्नुपर्ने यस्तो नियम बनाउँछ। तर विज्ञापन बोर्डलाई कसले टेर्ने? कार्यान्वयन नै हुँदैन। हेर्नुहोस्, यो न्युजपेपरले पनि टेर्दैनन्, एजेन्सीले पनि टेर्दैनन्। अब चाहिँ यहाँनिर सरकार इन्भल्भ हुन्छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग र मन्त्री परिषद दुइटै इन्भल्भ हुन्छ। 2082 मङ्सिर 7 गते चाहिँ सरकारबाट चाहिँ यो सरकारी कार्यालयहरूमा एउटा नोटिस आउँछ। अब यो नोटिसमा चाहिँ के लेखेको थियो भन्दाखेरि अबबाट यो सरकारी विज्ञापनमा काम गर्दाखेरि चाहिँ यो पैसा दिँदाखेरि, एजेन्सीलाई पैसा दिँदाखेरि चाहिँ एजेन्सीबाट दुईवटा बिल मगाउनु है सरकारी कार्यालयहरू। एउटा बिल भनेको चाहिँ न्युजपेपरबाट सिधै मगाउनु यहाँनिर कतिको काम भएको छ, र अर्को बिल भनेको चाहिँ न्युजपेपरबाट यो एजेन्सीहरूले कति पैसा खाछन् यो उल्लेख गरेको एजेन्सीबाट पनि बिल मगाउनु। यो दुईवटा बिल भए मात्र पैसा रिलिज गर्नु एजेन्सीलाई भन्छ। अब यसरी यो मिडिया र एजेन्सीको बिल बिना पेमेन्ट भयो भने नि अब यो चाहिँ बेरेजुमा गनिन्छ र यो विषय चाहिँ भ्रष्टाचारको हुन्छ, अख्तियारमा मुद्दा पनि पर्न सक्छ भन्ने खालको आशय हुन्छ त्यो नोटिसको। आहा कति राम्रो, एजेन्सीले चाहिँ धेरै रकम खान पाएन, जति काम भएको थियो सञ्चार माध्यमलाई त्यति पनि गयो, सरकारले त्यही अनुसारको काम पायो भन्ने लागिरहेको छ नि। अझै म बुझाउँछु, हेर्नुहोस्। यहाँनिर तपाईँले थाहा पाइसक्नु भयो होला। अब यो त सानो न्युजपेपरहरूमा मात्र जाने भयो नि त विज्ञापन त, किन भन्दा ठुलो न्युजपेपरहरूले त पैसा धेरै चार्ज गर्छन्, सरकारले त्यसलाई काम दिँदैन। र यो सानो न्युजपेपरहरूमा मात्र जाने भयो। सानो न्युजपेपरमा जाँदाखेरि चाहिँ धेरै मान्छेहरूले पढ्नै पाएनन्, थाहा नै हुँदैन कुन विज्ञापन दिएछ के छ भनेर। अब यहाँनिर चाहिँ अर्को प्रब्लम पनि आउने भयो। हेर्नुहोस्, अब यो नगरपालिकाहरू गाउँपालिकाहरूले चाहिँ त्यहीँको लोकल न्युजपेपरहरूमा विज्ञापन दिन्छ नि त। अब त्यसलाई रेगुलेट गर्ने कोही पनि भएन। अब कतिसम्म भयो भने त्यो जुन विज्ञापन हुन्छ नि, त्यो विज्ञापन चाहिँ एउटा न्युजपेपरमा मात्र छाप्ने र त्यसलाई नै आधार मानेर चाहिँ सरकारलाई बिल पेश गर्ने। अब यो विज्ञापनमा यति मात्र भएन। हेर्नुहोस्, यो टेन्डर नोटिसमा पनि बदमासी भयो। अब यो टेन्डर नोटिसमा के हुन्छ भने नगरपालिकाले 5 लाखको काम गराउनु छ कसैलाई, अब यो विज्ञापन निकाल्छ। विज्ञापन निकालेर ल कन्स्ट्रक्सन कम्पनीहरू को छ आउनुहोस् भनेर भन्छ। अब नगरपालिकाको नियमअनुसार जसले सस्तो बनायो उसलाई दिनुपर्छ। तर यहाँनिर नगरपालिकाको कर्मचारी, पत्रकार र ठेकेदार मिलेर चाहिँ के गर्छन् भन्दाखेरि यो कुरा धेरै हल्ला नगरौँ भन्छ। तर फेरि पत्रिकामा त छपाउने छ। तर नोटिस छापेको एउटा मात्र पत्रिका प्रकाशन हुन्छ र त्यसैको आधारमा चाहिँ यो प्रक्रिया अगाडि बढ्छ। यस्तोसम्म पनि गर्छन्। यो देखेर चाहिँ सरकारले अस्ति चैत्र 18 गते चाहिँ के निर्णय लियो भन्दाखेरि अबबाट चाहिँ सरकारी विज्ञापन चाहिँ सरकारी सञ्चार माध्यममा मात्र दिने, निजी मिडिया कम्पनीलाई बन्द। अब यो सरकारको निर्णय विरुद्ध चाहिँ निजी सञ्चार माध्यमहरूले चाहिँ सर्वोच्चमा मुद्दा हाल्छन् र न्युजपेपरहरूले चाहिँ क्वेसन मार्क प्रिन्ट गरेर चाहिँ यसरी विरोध जनाउँछन्। तर इन्ट्रेस्टिङ कुरा के भने ठुलो न्युजपेपरहरू कान्तिपुर, अन्नपूर्ण, नागरिक यस्तो न्युजपेपरहरूले चाहिँ यसको विरोध गरे। यिनीहरूले न्युट्रल बस्छन् यसमा। अब यहाँनिर काउन्टर आर्गुमेन्ट के हुन्छ भने रेडियो नेपाल, गोर्खापत्र, यान टिभी यिनीहरूको पहुँच त नागरिकसम्म त्यति छैन जति चाहिँ बिग मिडिया हाउस यो प्राइभेट कम्पनीहरूको छ। अनि अब फेरि यसरी सरकारी विज्ञापन नदिँदाखेरि त यो सानो प्राइभेट मिडिया कम्पनीहरू त एकदमै धराशायी हुने भए। अर्को भनेको प्रेस स्वतन्त्रतामाथि फेरि अङ्कुश लाग्ने भयो भन्ने कुरा छ। तर सबै सरकारी विज्ञापन सरकारी सञ्चार माध्यममा दिँदा दिन प्रतिदिन खस्किँदै गइरहेको सरकारी सञ्चार माध्यमको स्तर पनि बढ्दै जाने भयो। तपाईँलाई के लाग्छ यो विषयमा? आफ्नो धारणा चाहिँ कमेन्ट गर्नु होला। र हाम्रो पोलिटिकल सिरिज चलिरहेछ, यसरी नै अपडेटेड हुनु छ भने चाहिँ फलो गर्नु होला है त। धन्यवाद।